अब मम बुवाले सबै कुरा भनिसक्नु भयो होला हैन तिमी बिहे गर्न तयार त हुने हैन म त बुवाले भनिसक्नु भयो म त केटा सरकारी जागिर रहेछ अनि त्यही भएर म त हुन्छ म बिहे गर्छु भन्थेँ मम्मीलाई ए यस्तो हो कि अब के भन्छ अरे अनि फेरि अहिले त फेरि बोयफ्रेन्ड हुने अनि मम्मी बाबालाई पनि नाइ भन्न नसक्ने अनि बिहेको दिन बोयफ्रेन्डसँग भाग्दिने गर्छन् केटीहरू होइन मेरो त्यस्तो बोयफ्रेन्ड पनि छैन नि छैन मेरो त अब त्यही त नि अब सबै कुरा भन्नु भयो होला क्या केटाको सबै केटाको उमेर अलि बढी छ तर केटा सरकारी चाकरी हो भन्नुभयो मम्मीले म बुवाले त्यही भन्नुभयो त्यसो त्यो बिहे गर्न भन्दा अगाडि त्यस्तो केही कुराहरू केही छ भने अब बिहे पक्का जस्तै बुझेँ मैले त होइन बिहे पक्का जस्तै बुझेँ सबै ठिक छ मलाई चाहिँ के भन्छ एकचोटि केटालाई देख्न पाए हुन्थ्यो अङ्कल केटा यसो हेर्नु पर्यो नि त अङ्कल एकचोटि कहिले लिएर आउनुहुन्छ केटालाई पनि त यसो कस्तो रहेछ भनेर हेर्नु पर्यो नि त कहिले ल्याउनुहुन्छ अङ्कल मोबाइल एकचोटि फोटो पनि देखाउनु भएको थिएन नै देखाउनु भएको थिएन के भन्छ अरे तपाईँले कहिले लिएर आउनुहुन्छ अङ्कल के भयो अङ्कल अङ्कल भनेर आँखामा किरा पस्यो के पस्यो एकचोटि केटा चाहिँ देखाउनु ल्याउनु ल अङ्कल हेर्नु पर्यो नि त कस्तो रहेछ है म तपाईँलाई पानी लिएर आउँछु ल मुख्दैन किरा पसेर ल 30 कटेपछि त यो केटीहरू जाँदा जसले नि अङ्कल भनेर हैरान गर्दा रहेछ यहाँ पनि बिहे हुन छाड देखेन अब